हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। सो मैले आज पनि फेरि लिएर आइसकेको छु है अर्को भिडियो। 2083 साल वैशाख 4 गते ल के हो तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नुहोस् त। अनि म चाहिँ त्यो खासै त्यसकै लागि बनाउन आएको भिडियो। अनि आज चाहिँ सबैजनाले मदर्स डे भन्छ नि, जो चाहिँ नेपालीमा आमा खुवाउने औँसी भन्छ है। सो आज चाहिँ त्यही भएकोले म चाहिँ आज फुल ब्लग कन्फिडेन्स साथ बनाउनेवाला छु। सो यो भिडियो चाहिँ यस्तो राम्रो एडिट गरेर आउँछ कि यस्तो राम्रो एडिट गरेर आउँछ कि यो चाहिँ जति दिन भए पनि एडिट गरेर चाहिँ आउँछ तर अलिक ढिलै आउँछ होला। सो होइन अब तपाईँहरूलाई त्यही भन्न चाहन्छु, कतिजनालाई थाहा पनि होला कतिजनालाई थाहा नहोला आज आमा खुवाउने औँसी भनेर होइन। सो अब त्यही हो, अब आजको सबै भ्लगहरू तपाईँहरूलाई पनि देखाउनेवाला छु, बनाउनेवाला छु होइन गाइज। सो हेर्नु होला अब सबैजनाले। र म चाहिँ टक्करसँग गएर चाहिँ दिदी चाहिँ पसल जानु भएको छ अनि मम्मीलाई चाहिँ मम्मी चाहिँ भित्र हुनुहुन्छ अनि त्यही भएर अब चाहिँ गर्नेवाला छु, तपाईँहरूलाई पनि देखाउनेवाला छु। हेर्नु आज चाहिँ फेरि यस्तो घाम पनि लागेको छैन, त्यति धेरै त लागेको छैन, लाग्न त लागेको छ, अलिअलि लागेको छ। अनि सो आज चाहिँ दिनभरि भन्दा पनि फुल भ्लग बनाउनेवाला छु। अनि हाम्रो चाहिँ दाउरा यसरी राखेको छ ठ्याक्क मिलाएर। अनि कति पिल जति होला ल कमेन्ट हान्नु त तपाईँहरूले। अब मम्मी यता हेर्नु त के छ त अनि अहिलेको खबर? खबर के गर्नु, घर बराल कुराल गर्दैछु। आज औँसी हो, छोराछोरीले मुख हेर्ने रे, सधैँभरि मुख त हेरिरहेको। अब के गर्नु त, चित्त बुझ्दैन रे, यसो मिठो तितो खुवाउने रे सबै। म चाहिँ घर बराल्नु लागेको, कसिङ्गर उठाउनु लागेको। त्यही त हो गाइस, अब गाउँघरमा सबैजनाले त्यही त हो गर्ने कामहरू भनेको। म पनि भर्खर घाँस काटेर आएको। अनि सो झन् आज औँसी कस्तो भ्लग नबनाउँदा भनेर फुल कन्फिडेन्स साथमा आज चाहिँ भ्लग बनाइदिएको ल मैले चाहिँ। तपाईँहरूलाई पनि देखाउनेवाला छु भन्दा पनि देखिरहनु भएको छ होला। अनि त्यही त हो त, अब के भन्नु त अरू त। मैले त दिदी चाहिँ पसल जानु भएको छ, अब एकछिनमा आउनुहुन्छ होला होइन। ठुलमम्मीहरूलाई बोलाउनु भयो? बोलाएको, अब बेलुका पो मार्नु बन्छ। नआउने अरे? नआउने आउनु त आउने, तर के छ अरे माथि मैयाको आमाहरूको नानीहरू छोरीहरू झर्ने रे। ठुल्बाहरूलाई पनि बोलाएको, तर ठुल्बाहरू चाहिँ अब नआउने भन्नुभएको छ, भरे आउनुहुन्छ अरे। अब त्यतिखेर कतिखेर हो हामी चाहिँ अब अहिले नै गरेर सबै गरेर चाहिँ ठुल्बाहरूलाई पनि लिएर आउनु भनेको झन् होइन। अनि ठुल्बा र ठुलमम्मी आउनुहुन्छ होला भनेको, आउनु हुँदैन अरे भन्नुहुन्छ है। अब हामी चाहिँ के भन्नु खै। तर हे मम्मी चाहिँ बाख्रा थर्काउँदै हुनुहुन्छ। बाख्रा हाम्रो मम्मी चाहिँ जहिले यस्तै हो, फेरि बाख्रा नथर्काइकन साध्य नै छैन। हुनु पर्यो नि त, नथर्काइकन के न मम्मी बानी हुनु पर्यो। घाँस मिठो मिठो खोज्छ, यस्तो जस्तो पाए त्यस्तै घिच्दैन। उ हेर न त्यहाँ सबै मुनि झारेर कि अनि त्यसरी मुनि झारेर बाटामा दिनुपर्छ त। अनि त्यस्तैमा झार्ने हो त, दिने हो त। बाटामा दिए पनि झारिहाल्छ। अनि त्यो भुइँमा खत्ते पारेर त्यसरी गरेर चाहिँ म कसरी उ गर्छु त। हेर राम्रो खाए खान्छ नखाए खाए खान्छ नखाए मरिहाल्छ नि। टुङ टुङ ठेड्याउ, एक बार धोका खा चुका हो, दुबार नहीं खाऊंगा बेचाना मुझे। टुङ ठेड्याउ ठुङ ठुङ ठेड्याउ। मम्मी चाहिँ बाटा लगेर नि गइसक्नु भयो क्या, बाख्रालाई घाँस हाल्न कराउँदै हुनुहुन्छ बाख्रालाई कराउँदै हुनुहुन्छ होइन गाइस। कि होइन हो सही ढोलेसो देसो। यहाँ चाहिँ फेरि सबै पनि आइसक्यो। दिदीले चाहिँ के लिएर आउनु भएछ, केक अनि यो के हो यति मात्रै पो। यो केक डिउ पनि ल्याउनु भएछ, मासु पनि ल्याउनु भएको छ, त्यो मासु चाहिँ पाकिसक्यो। अब चाहिँ म फेरि यहाँ चाहिँ अब आँगनहरू बढाल्नेवाला छु। पहिला त्यो भित्र बढाल्नु पऱ्यो, त्यसपछि आँगन अन्त बढालेकै छ, हिजो पनि बढालेको, त्यही पनि बढाल्नु पर्छ एकचोटि। भित्र चाहिँ बल्ल बढालेर सिद्धिसक्यो। अब आँगन बढाल्नु पर्ने अरे है।
झुले झुले उडेर हेलो गाइज वेलकम ब्याक टु माई न्यू अब चाहिँ फेरि आँगनको पालो पनि आइसक्यो छु 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 接正车通往你眉间星河，却掏空指甲，或是裙摆。小女子不再为的公子青睐，望将红豆熬成煎口的情怀。你策马掠过长安的月白，我是骑簪花目送风尘来爱。 是阑珊才不破你谜题深埋，烟火吻过一袖雨，尽落满金钗。听银座笑谈你玉树临风摘，我低头出这琉璃碗中莲子百态。小女子不再钻入公子自拍，唯有在佛前抽断相同的未来。 能怎相红的意外？莲花女暗头未干的松烟一块。बरालेर पनि सिद्धियो बल्ल बल्ल 10-20 मिनट लाग्यो ठिकैबाट 10 पनि लागेन 10-15 मिनट ठुलो नआउने हो क्या 过了你会不会踏碎月光而来 त्यस्तै देखिँदो रहेछ कि ठ्याड्याउ आजको मिनी ब्लग यस्तो देख्छ के भन्नु छ के भन्छ के नि केही भन्नै छैन अब अघि नै भनिहाल्यो फेरि भन्नु न अघि नै भनिहालेको होस् न भन्नु न ओ ना ना के भन्दिन एउटा ओ ना ना के भन्दिन एउटा खतरा खालको चाइडी भन्दिनु नि त तिमी त मेरो परान हो भन्नु पर्छ र मैले जति तिमीलाई माया कसले गर्छ र ऐना फुटेर गए सच्ची हावाले फुटेको ऐना हेर्नु हुँदैन भन्छन् के हो के भन तर म चाहिँ हेरिदिन्छु कि तिमी त मेरो परान हो भन्नु पर्छ र मैले जति यस्तो बबाल छ क्या आज चाहिँ दामी खालको ओ वे ओके खै त हौ ठुलमम्मी आउनु हुँदैन त कतिखेर आउने तिमी त मेरो परान हो भन्नै पर्छ र भित्र चाहिँ सब खानासाना पाक्दैछ होइन गाइस चाहिँ हाम्रो मम्मी कपाल कोर्दै हुनुहुन्छ होइन मम्मी कपाल कोर्दै हुनुहुन्छ हजुर कपाल कोरेको कति दिनको लट्टे कहिले कोर्नै मन नलाग्ने अरे के भएको अरे भन्नु हुन्थ्यो अघि यो जग्गा त लामो भएको कोर्नु मन ल त अनि म त तपाईँ माथिबाट देखाउँछु ओ यत्रो अरे ओइ अस्ति भ्लग बनाउँदाखेरि नै झरेर मोबाइल फुटेर ओइ टुटुडु टुडु टुडु भित्र चाहिँ फेरि के पाक्दैछ हेर्नु धनिया कतै भइरहेछ प्याजहरू गोलगोला यो अन्डाहरू पाक्दैछ यो रात अनि मम्मी गाइज भनिदिनु नि एकचोटि हेलो गाइज भन्नु इङ्ग्लिस बोल्नु त मम्मी साँच्ची आज तपाईँको सुन्नु न एकचोटि पहिला यहाँ सुन्नु त हेलो गाइज भन्नु न
भन्नु नि एकचोटि। 眉间 हेलो गाइज 血糖红之 मेरो间 माइ नेम इज भन्नु裙摆 माइ नेम इज अलिक ठुलो स्वरले भन्नु न अरू बेला त कराउनुहुन्छ माइ नेम इज हेलो गाइज माइ नेम इज भन्नु भन्दिन हैन कराउँछ ले जा एकचोटि भन्नु भन्नु न सिधै हेलो गाइज माइ नेम इज भन्नु भन्नु न एकचोटि छिटो भन्नु न यहाँ झन् छिटो भन्नु भन्नु न एकचोटि भन्नु न एकचोटि भन्नु त भन्दिन हुन्छ भन्दिन किन भन्नु न त्यो नराम्रो कुरा होइन हेलो मिस माइ नेम इज हेलो गाइज माइ नेम इज पञ्चमणि राई विश्वकर्मा भन्नु न भन्नु न जानेको बाबु नजानेको के नजानी भए पनि भन्नु न एकचोटि कस्तो के हुँदो रहेछ कि भन्नु न एकचोटि भन्नु न है छिटो भन्नु हेलो गाइज माइ नेम इज पञ्चमणि राई विश्वकर्मा भन्नु भन्नु नगर आइ उतले जा एकचोटि भन्नु भन्नु न छिटो नभने नभन्नु त टुङटुङ हाम्रो मम्मीलाई चाहिँ इङ्ग्लिस बोल्न मन लाग्छ अरे बोल्नु भन्दा चाहिँ बोल्नु हुँदैन बोल्नु हेलो गाइज माइ नेम इज उता लैजा अहिले म फेरि हेलो गाइज माइ नेम इज भन्नु न हेलो गाइज माइ नेम इज भन्नु माइ नेम इज भन्नु न केही पनि हुँदैन क्या त्यति भन्नु हेलो गाइज माइ नेम इज भन्नु हेलो गाइज माइ नेम इज पञ्चमणि राई विश्वकर्मा भन्नु हेलो गाइज माइ नेम इज पञ्चमणि राई विश्वकर्मा पञ्चमणि राई विश्वकर्मा वेलकम ब्याक टु माई न्यू भिडियो भन्नु भन्नु न केही पनि हुँदैन वेलकम ब्याक टु माई न्यू भिडियो भन्नु न वेलकम ब्याक टु माई भिडियो आज धेरै दिनपछि मेरो भिडियो चालु भइरहेछ भन्नु आज धेरै दिन मेरो भिडियो चालु भइरहेको छ सो तपाईँहरूलाई पनि देखाउनेवाला छु हेर्नु होला भन्नु यसो तपाईँहरूलाई पनि देखाउनेवालामा छु हेर्नु होला आज दिनभरि तपाईँ भ्लग बनाउनुहुन्छ कस्तो बनाउनु हुँदो रहेछ हेर्छु यत्तिकै समात्ने अनि के अरू के गरिरहेछन् त्यो देखाउने आफू पनि अलिक बोल्ने गर्नुहुन्छ म गर्दिनँ बनाउनु न कस्तो बनाउनु ठुङठुङ ठेड्याउ पनि भन्नु ठुङठुङ ठेड्याउ त्यो बोला जस्तो नहोला नै हो यस्तो भन्यो भने भाइरल ठुङठुङ ठेड्याउ वेलकम ब्याक टु माई न्यू भिडियो भन्नु भनेको कि वेलकम ब्याक टु ब्याक भन्नुहुन्छ त के ओ ह्याप्पी मदर्स डे ठुलो मम्मी आउनु आउनु थ्याङ्क यू भन्नु न ठुलो आउँदै हुनुहुन्छ केही भन्नु न त आज आमा खुवाउने उसमा आज आमा खुवाउने उसमा धन्यवाद छोराछोरीको हजुर यसै गरी बाँचिरहँ चालैपछि मान्न पाइयोस् छोराछोरीको आशीर्वाद हुन्छ दामी भन्नुहुँदो रहेछ खतरा मम्मीले भन्नुभयो के भन्नुभयो हिँडेको गएको छैन मिटिङ भेट्नु पर्ने र हिजो सन्जरी खोइ त हौ ठुलो ठुलो कहाँ हुनुहुन्छ हेर्नु पर्यो अब मोबाइलबाटै जुम तानेर भन्नु ठुलो आउँदै हुनुहुन्छ गाइज ह्याप्पी मदर्स डे ठुल्बा सेम टु यु भन्नु के अरे थ्याङ्क यू भन्नु न थ्याङ्क यू भन्नु न तपाईँलाई चाहिँ फादर्स डे ल थ्याङ्क यू भन्नु न भन्नु न थ्याङ्क यू भन्नु न ठुल्बा ह्याप्पी फादर्स डे कैसे थ्याङ्क यू भन्नु न छिटो
थ्याङ्क यू भन्नु थ्याङ्क यू ल छोराछोरीले औँसी मनाउने आज केही भनिदिनु नि त ल नयाँ वर्ष के के कान्छाको चाहिँ पेट 过长安的月白，我拾起在目送 हो नि अनि अस्ति कहाँ हेरिस बा केटी लिनु सक्यो भने ठुल्बाको आशिक चाहिँ फेरि खतरा खालको छ कि बुहारी भन्नुहुन्छ जहिले नि पैसा पठाइदिउँ क्या सार पसार ए गायो Happy Mother's Day 若轮回能怎相逢的意外？莲花女暗头未干的送你花，三更雨 दिदी बहिनी 是 हामी दिदी बहिनी त来，泛黄心间晕开，见自如，写到底气在门外，青苔漫过世界等待。 बिचमा हो अब त्यसो होइन छोरी सानो सानो के ए उल्टो भयो तपाईँ चाहिँ मेरो हातसँग ह्याप्पी मदर्स डे छोडिदिनु आजको यस्तै हो हाम्रो केक काट्नै आयो ठुलमम्मीले देऊ न त्यसरी खुवाइदिनु पर्ने खुवाइदिनु हुन्छ烟台轻推盘墨香进了窗外，你提笔锋如剑斩落盘成云淡，我借针插头望你眉间星海，却堂红之间破失裙摆。小女子不在，为得公子青睐，望将红豆熬成煎烤的情怀。你策马掠过长安的月白，我拾起簪花目送风尘来。等时阑珊才不破你提神来。 ठुलमम्मीको फोन आयो 闻过一袖雨尽落满金钗，听银座笑谈你与双恋风摘。我低头出枕琉璃碗中莲子百态，才醉入公子自拍，唯有在佛前抽断相逢的未来。若轮回能怎相逢的意外？ 暗头未干。 नमस्ते नानी नमस्ते सन्चै छौ 三更雨打湿了石柴，泛黄心间晕开。 ए कसको बिहा चाहिँ 写到底气在门外，青苔漫过世界等待。公子啊，我娘的眉水一脉，待来年期逢时，你会不会踏岁月光而来？ जानु अनि ल्याउनु नि烟台轻推盘墨香进了窗外，你提笔锋如剑斩落盘成云淡，我借针插头望你眉间星海，却堂红之间破失裙摆。小女子不在，为得公子青睐，望将红豆熬成煎烤的情怀。你策马掠过长安的月白，我拾起
簪，花木送风尘来爱。灯是阑珊，才不破你谜题深埋。烟火吻过一袖雨，尽落满金钗。听银座小摊里，玉树临风摘。我低头出这琉璃碗中莲子百态。小女子不在，钻入公子自拍。唯有在佛前求断相同的未来。若轮回能怎相逢的意外。 हाम्रो मदर्स डे चाहिँ यस्तो भयो गाइस तपाईँहरू कस्तो भयो कमेन्ट हान्नु त होइन त ठुलो मम्मी होइन ए हाम्रो मदर्स डे चाहिँ यस्तो भयो तपाईँहरूको कस्तो भयो गाइस सबैजनाले भनिदिनु होला हाम्रो चाहिँ अब यस्तो हो ठुलो पनि घर जाने भन्नुभएको你会不会踏岁月光而来？ है यो फुल भिडियो चाहिँ युट्युबमा आउँछ सबैजनाले हेर्नु होला होइन सो युट्युबको नाम चाहिँ राज भ्लग 12 छ सबैजनाले हेर्नु होला साथ सपोर्ट गरिदिनु होला गाइस तपाईँहरूको पनि मदर्स डे कस्तो भयो सबैजनाले मनाउनु भयो सबैजना हेर्नु होला